स्वागत छ ठकुरी ब्लगमा सबैजनालाई है। आज चाहिँ एकदमै ब्याड न्युज छ गाइस हैन। त्यो ब्याड न्युज के हो भन्दाखेरि हैन, घरमा पालेको खरायो हुन्छ नि, खरायो हैन, एकदम यत्रो किन कोब्रा जस्तो यस्तरी आएर हैन खरायो नै लगिदिरा भने ल च्याप्पै। फेरि त्यो सर्पहरूले खरायो लगेर पनि के गर्दो रहेछ, त्यो चबाएर हैन यत्तिकै निल्दो रहेछ कि गाइस हैन। खरायो नि यस्तो लयो हैन समातेर, अनि यत्तिकै आँखै अगाडि निल्यो क्या खरायो त। आम्मामामा यत्रो थियो हैन, एकदम ब्याड न्युज थियो। अब के गर्ने, पुरै माउले चाहिँ हैन छवटा समथिङ 6वटा जति आफ्नो बच्चाहरू जन्मा थियो। एउटा चाहिँ गुठमै आएर लयो क्या गाइस खरायोले हैन। सल्लाह चाहिँ एकदम दुःख लाग्यो। त्यस्तै हो गाइस हैन। बबाल थियो, चल्लाहरू बबाल भइसकेको छ हैन। खतरा चल्लाहरू थियो, लैदिरा भने सर्प पनि फेरि डेन्जर थियो क्या गाइस। अस्ति पनि आएको थियो एकचोटि हैन, नाग हो भन्ने कुरा भइरहेको थियो त्यतातिर। नागलाई चाहिँ मार्नुहुन्न भन्ने हो हैन, नागलाई चाहिँ अब छोडिदिउँ न त भन्ने हो, त्यतातिर आइरहेको थियो। आज चाहिँ घरमै आएर पुरै हैन यत्रो अजिङ्गर जस्तो सर्पले पुरै खरायो नि लैदिरहेको क्या गाइस। डर पनि डरै लाग्ने डेन्जर थियो क्या गाइस सर्प पनि बबाल। फेरि म आफ्नै जोनमा प्याक भइसकेको छु हैन, मेरो जोन चाहिँ बबाल छ गाइस हैन। यताउति पनि हावा सर्प आइरहेको छ दिनभरि। फ्यान केही चाहिँदैन कि गाइस। यता बस्नलाई चाहिँ फ्यानहरू केही पनि चाहिँदैन, बबाल इन्भाइरोमेन्ट छ हैन मेरो जोन चाहिँ। फ्यान केही चाहिँदैन गाइस मेरो जोनमा बस्दाखेरि। तर आज लास्टै दुःख लाग्यो हैन, खरायो लयो। त्यस्तै हो गाइस हैन। अब के गर्ने, पहिला चाहिँ के थियो हैन, खर्याङ खुरुङ यताउति ग्राङ गुरुङ गरे जस्तो गऱ्यो क्या खोरमा हैन। म त त्यो माउले दुध खान दिएको छैन होला भनेर बाहिर आएको, यसो हेर्न पाएन, यत्रो सर्प के भित्र। आमा सम्झिँदा नि श्रिङ्ग हुने क्या ज्यानै हैन, त्यत्रो सर्प रहेछ भने। अनि फेरि म मम्मी भनेर मम्मीलाई बोलाउँदै थिएँ, मम्मी र अङ्कल हुनुहुन्थ्यो हैन। भित्रबाट आउँदा त पुरै मेरोलाई आँखा यस्तरी हेर्दा थियो नि त खोरलाई हैन। यस्तरी हेर्दाखेरि आँखा अगाडिबाट स्वाइट उडेर पुरै गएर यस्तो जालीमा टाँस्यो हैन। त्यो भिडियो खिच्न पाएन। अब कस्तो उ थियो नि त त्यतिखेर, त्यो सिचुएसन नै त्यस्तो हुँदो रहेछ हैन त्यतिखेर। अनि सर्प त आँखा अगाडि पुरै आधी निल्यो। अनि अङ्कल दाइहरूलाई बोलायो, अनि यताउति गर्दा त अनि त्यो पुरै घाँस कहाँ गयो क्या त्यो सर्प त। आम्मामा जस आज भेटेको भए चाहिँ जस मार्नु चाहिँ मार्दैन थियो, यताउति अलिक टाढै नै भगाउने सोच्थ्यो हैन। जस मार्नु हुँदैन भन्छ, तर चाहिँ अब क्षति गरिसक्यो नि त हैन त्यो खरायोले पनि। अब यो खरायो लस गरिदियो नि त त्यत्रो खरायो। आम्मामा कस्तो थियो भने थेट, सर्प त डेन्जरै ठुलो थियो कि गाइस। आम्मामा यत्रो सर्प भने थेट आम्मा डरै लाग्ने भने यति मोटो थियो कि गाइस, यति मोटो सर्प नि आमा थेट डरै लाग्ने भने आमा डेन्जर थियो। अब मेरो तपाईँहरूलाई जोन देखाउँछु है गाइस। मेरो जोन चाहिँ हैन ब्याक टु माई जोन गाइस, देख्न सक्नुहुन्छ मेरो जोन चाहिँ यस्तै छ। बबाल थियो भने थेट सर्पले खरायो लिँदा चाहिँ गाइस एकदमै दुःख लागिरहेको छ हैन। आज डेन्जर गरेर खरायोले उ सर्प लयो। आम्मामा यत्रो थियो क्या गाइस सर्प नि, त्यस्तो डेन्जर थियो क्या सर्प नि। आम्मामा थेट डरै लाग्दो ठेट, पुरै किङ कोब्रा जस्तो थियो क्या खरायो लिँदा त थेट।